हेलो साथीहरू सबैजनालाई नमस्ते एन्ड वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी एकदमै भाइरल भएको ठाउँमा छु है। सबैजनाले थाहा पाइसक्यो होला यो ठाउँ देख्ने बित्तिकै। अनि यो चाहिँ हो व्हाइट गुम्बा है। आजभोलि टिकटकमा एकदमै धेरै भाइरल छ है यो ठाउँ चाहिँ। अनि फाइनली हामी पनि आज यहाँ पुग्यौँ है व्हाइट गुम्बामा। एकदमै रमाइलो रहेछ। अनि तपाईँहरू पनि जान सक्नुहुन्छ है। अनि यो चाहिँ गाडी पार्किङ र गेट इन्ट्रीमा चाहिँ टिकट पर्दैन, फ्री हो है, फ्री। अस्ति जेठको 3 गतेबाट ओपनिङ भएको, 10 दिनसम्म ओपनिङ हुन्छ। अनि 10 दिनभित्र चाहिँ तपाईँहरू जान सक्नुहुन्छ है। एकदमै रमाइलो रहेछ। हामी जाने बेलामा त एकदमै धेरै मान्छेहरू थियो है, मान्छेहरू भिड। अनि गाडी पनि जाम थियो। अब हिँडेर जाम भनेपछि मान्छे जाम, गाडीमा जाम भनेपछि गाडीको जाम थियो है। हामी त जाममा नि 1 घन्टा बस्यो। अनि त्यसपछि घुमेर आउँदा आउँदा लामाहरू यस्तै पूजा गरेर रहेछ। अनि हामी एकछिन त्यहाँ बस्यो है। त्यसपछि यता साइडतिर वरिपरि घुमेर आयो है। एकदमै रमाइलो रहेछ। तपाईँहरू हेर्न सक्नुहुन्छ। फुलहरू नि यस्तो राम्रो सजाएको रहेछ कि डिजाइनहरू एकदमै दामी रहेछ। हेर्नु न, रुखहरू यस्तो राम्रो रहेछ। अनि त्यहाँ चाहिँ पेन्टिङहरू नि यस्तो राम्रो, आर्टहरू पेन्टिङहरू यस्तो राम्रो बनाएको रहेछ कि हेर्नु न, वाटरफल यस्तो राम्रो रहेछ है। अनि त्यो फुलहरू एकदमै राम्रो सजाएको रहेछ कि। तर यो चाहिँ फेरि रियल फुल होइन है, त्यो चाहिँ राबरवाला फुल हो। तर एकदमै डेकोरेसन त एकदमै 100भन्दा 100% एकदमै राम्रो रहेछ है। तपाईँहरू पनि आवश्यक जानु होला है, एकचोटि गएर आउनु। एकदमै ठाउँ रमाइलो रहेछ है। मौका पाएको बेलामा जानुपर्छ है। मौकामा चौका भन्छ नि, त्यस्तै जानुपर्छ। अनि तपाईँहरूले मेरो भिडियो कस्तो लाग्यो अनि लाइक, सेयर, कमेन्ट गरिदिनु होला। ओके, बाई बाई, सी यू।